गुड मर्निङ सबैलाई एकपल्ट मेरो युट्युब च्यानलमा फेरि एकपल्ट है तपाईहरुलाई। आज चाहिँ बिहानै उठेर मर्निङ वक गरेर जस्ट टोइलेट बसी निक्लेको है। अन्त न सिगरेट खान्छ न त्यसरी के गर्छ तरै पनि मलाई चाहिँ फोक्सो प्रब्लम भइरहेछ। के भएछ त्यही कारण मन टेन्सन भयो। हिजो राति चाहिँ यसो हाम्रो हावा नै दूषित होला भनेर सोचेको गरेको हो रहेछ। हावा नै अलिकति प्रब्लम छ। अब किन प्रब्लम भयो के भयो त्यो त भगवान जानुहोस् है। त्यस्तै हो। अब रुख काटेको छ यता के छ कम्पनी बेसी भएर होला। तर हाम्रो एयर क्वालिटी चाहिँ साह्रै नै खत्तम। जहिले बिलो हुँदा जहिले अब हुँदा अब 100 देखि माथि नै छ। जति मैले हिजो बेलुकाको चेक गरेको 147 थियो गान्तोकको चाहिँ। तदनको 130 को बस्तर छ। तर अब 130 राम्रो हैन। झन् अब त्यो नानी पाउने छोरी मान्छेहरूलाई झन् प्रब्लम हो त्यो पनि। अब हामी त्यसो हाम्रो मिडल एजकोलाई पनि साह्रै पर्दछ। अब हामीलाई त साह्रो पर्दछ। अब झन् अब गरम महिना लाग्यो। अब अहिले राम्रो अब बिहानखेरि उठेर पाए मात्रै हो। अब तपाईहरुले अब बिहानको 8 बजी त घाम लागिहाल्छ। माथिको टेम्परेचरले तताएपछि त मुनिको चिसो हावा लिनै पाउँदैन। जति सक्दो तपाईहरु बिहान उठ्नुहोस्। अलि राम्रो हावा पाउँछ। कमसेकम 115 हुँदछ बिहान। होला त अब तपाईको अलिक कम्ती पनि हुँदछ 80 पनि पुग्दछ। त्यो कारण तपाईले बिहान उठेर मर्निङ वक गर्नुहोस् अलि राम्रो होला। तर पनि चान्सेस लोै छ। त्यस्तो राम्रो पनि हैन। 50 त खासमा राम्रो हैन। 50 देखि मुनि चाहिँ राम्रो भन्दछ। खासमा फरेन कन्ट्री युरोपियन कन्ट्रीतिर चाहिँ बिलो 50 पनि हैन। तपाईको 10 to 8 बस्नु पर्दछ। तर हाम्रो चाहिँ इन्डियामा चाहिँ अब बिलो 10 हैन। अब 50 देखि माथि चाहिँ अब राम्रै भन्दछ नि त। त्यही कारण अब हामीले आफ्नो जस्तो पाराले इन्डियामा छ त्यही हिसाबले जिउनु पर्यो नि हैन। त्यही कारणले गर्दा अब सिक्किम पनि मैले भन्नु खोजेको चाहिँ पोल्युसनमै छ। अब यो हैन कि सफा एकदम यो सबै राम्रो छ वातावरण त्यो हैन। द्याट मिन्स बुझ्नु भयो नि तपाईले। अब मैले तपाईलाई जोडेको पनि AQI एयर क्वालिटी इन्डेक्समा गएर तपाईले चेक गर्नुहोस्। तपाईले आफै चेक गर्न सक्नुहुन्छ। अब सिक्किमको आफ्नो वरिपरि तपाईले चेक गर्नुहोस् न। तपाईले आफै चेक गर्नुहोस्। तपाईले आफै चेक गर्न सक्नुहुन्छ। गुगल छ। मैले पनि गुगलमा चेक गरेर भनेको मात्रै हो। अब आफ्नो म त्यस्तो चलाउँदो ज्ञानी त हैन कि मैले त आफै भन्न सक्छु। तपाईले चेक गर्नुहोस् कस्तो के रहेछ है। धन्यवाद। यसरी नै हेर्दिनुलाई मेरो युट्युब च्यानल। म तपाईलाई अलिकति क्लिप भिडियोको एन्डमा तपाईलाई एड गरिदिन्छु है। कतिको टेम्परेचर बसेको छ। अब म तपाईलाई लाग्छ तपाईलाई मैले जोडेको लाग्छ होला हैन। तपाईले म तपाईलाई त्यही कारण बेलुकीको 11 बजेको छ बिहानको 5 साढे 5 कति बजेको छ त्यो तपाईलाई लास्ट एन्डिङमा भिडियोमा क्लिप गरिदिन्छु है। हेर्नु होला बुझ्नु होला। यस्तो छ। त्यही कारणले हामीले रुख रोपौँ। के अब घरमा पनि फुलहरू रोप्नुहोस्। प्लान्टहरू जति सक्दो वरिपरि रोप्नुहोस् कि तपाईलाई शुद्ध हावा पाओस् भनेर। त्यस्तै हो। हावा राम्रो छैन भने जति बिरो खाए पनि लाग्दैन जिउमा। फोक्सो हो। दुईटा हुँदैन एउटा मात्रै हुन्छ हैन। त्यही कारणले धन्यवाद। यो चाहिँ बेलुकाको हो है। यो चाहिँ बेलुकाको यो बिहानको हो। यो सबै रिपोर्टहरू देखाइदिएको छु। यति नै हो मेरोबाट।